हेलो नमस्ते गाइज। आज चाहिँ म आफ्नै कफी बारतिर जाँदैछु किनकि आजभोलि कफी एकदम सुकेको अवस्था छ। किनकि भित्र गभराले सकिसकेको छ। यो पुरानो पुरानो 10-15 वर्षको सुकेको कफीको बोराहरू चाहिँ आज कर्ने भनेर काट्ने भनेर यहाँ सिकिचरेको कुरा। यो चाहिँ कलमी कफी बनाउनको लागि यो आरी लिएर आएको छु ह्याक्सो। यो चाहिँ खासमा यसले चाहिँ यो 10-15 वर्ष भइसकेको त्यो पुरानो फल नफलेको कफी बिरुवाहरू चाहिँ काट्ने भन्ने योजना छौँ आज म। लेट्स सी तपाईँहरूलाई म कफी कसरी काट्ने, कस्तो हाँगा काट्ने र चोर हाँगा काट्ने कसरी, अब यो गबरा कसरी लाग्दो रहेछ, कस्तो गबराले खाइसकेको रुख चाहिँ कस्तो हुँदो रहेछ त्यो पनि म तपाईँहरूमा देखाउने नै छु। म चाहिँ अहिले बाटोमा छु, जाँदैछु। गाइस यो चाहिँ 15 वर्षभन्दा धेरै क्रस भइसकेको बिरुवाहरू हो यो। किनकि यो विगत सानै थिएँ म त्यतिखेर नै रोपेको कफीको बिरुवाहरू अहिले फेरि हामी फल्न सुरु गरे। यो चाहिँ मैले पोहोर साल हो के अरे, पोहोर साल कटिङ गरेर यसरी राखेको छ। हेर्नु यो जरा हेर्नुहोस्, यो यसरी कलमी गरेर यो दुईवटा मात्र राखेको छु अहिले त्यसरी यसमा पनि फल्न थालेको छ। यो पनि त्यस्तै खालको छ। यो दुईवटा छ यी खेतमा, हेर्नु यो दुईवटा छ। यो अर्को नै आउनु खोजिरहेको रहेछ। यसलाई चाहिँ म फेरि सिकेचरको मार्फतले यसरी काटिदिन्छौँ। यो काट्नुको रिजन चाहिँ किन हो भन्दाखेरि अब यो अलरेडी मेरो यो दुईवटा हाँगो त छँदैछ। यो र यो जस्तो किरा चाहिँ यस्तोमा लाग्ने गर्छ, तपाईँ हेर्न सक्नुहुन्छ। यस्तोमा गबरा किरा कस्तो लाग्छ भने यस्तोमा है, यस्तोमा लाग्छ। तर यो लागेको अहिले यसमा चाहिँ लागेको छैन। लागेको ठाउँमा चाहिँ कस्तो हुन्छ भने यो फुटेको भएको हुन्छ, अलिअलि यो ख्यास्रो यो अलिकति यो फुटेको हुन्छ। यसलाई चाहिँ कलम यो यहाँ यस्तोमा टाँसेर भित्र छिर्ने गर्छ। भित्र किरा यस्तोमा किराले फुल पारिसकेपछि त्यहीँबाट भित्र किरा छिर्ने गर्छ है। ल यो चाहिँ मैले कफी यसरी काटेर लगाएर यो चाहिँ सिकेचरको मार्फतले काटिरहेको छु म। यो कफी यो पुरानो हो, यो कम्तीमा नि यो 15 वर्ष क्रस भइसक्यो कफीको बिरुवा हो। पहिला कलमी गरे यसरी काटेर यो पनि किराले खाइसकेको थियो पहिला। यसलाई चाहिँ काटेर अहिले फेरि यो दुईवटा जराबाट यसरी दुईवटालाई निकालेर अहिले यसरी फलिसकेको छ। हेर्नु यो टिपेर यो अहिले पनि हिजो आज त पातै झर्ने सिजनै छ होइन। यो अहिले चाहिँ यहाँ यस्तो छ, यो अहिले पनि टिप्ने बेला भइसकेको छ। यसमा छहारी छैन साथीहरू। विशेष गरी यो खुल्ला ठाउँ हो। यो किरा धेरै राख्नुको कारण पनि त्यही हो होइन। यो छहारी नभएको कारणले पनि यो यस्तै छ। यसमा चाहिँ मैले छहारी रोपेको छैन। मेरो तल उता पार्वती खोलामा चाहिँ मैले त्यहाँ चाहिँ छहारीको व्यवस्था पनि गरेको छु। बिस्तारै त्यहाँको भिडियो पनि म देखाउने नै छु तपाईँहरूलाई। कफी टिप्ने सिजन पनि हो आजभोलि। ल हेर्न सक्नुहुन्छ यो प्रत्येक पोट सबै उस्तै हो। यो दुईवटा मात्रै राखेको छौँ। यो दुईवटा राखेको ठाउँहरूतिर चाहिँ यसरी फलिसकेको छ। ल हेर्नु यसमा फलिसकेको छ। यसमा चोर हाँगा यस्तो चोर हाँगा काट्नुपर्छ। ल हेर्नुहोस् है, यसमा पनि यस्तै खालको एउटा चोर हाँगा आएको रहेछ। यसलाई चाहिँ म काटिदिन्छु। यो त्यस्तै यो भयो। मैले यत्रो यो किन काट्यो भन्दाखेरि यो चोर हाँगा हो है। यो किन काट्यो भन्दाखेरि यहाँ अलरेडी छ मसँग, यहाँ हाँगा अलरेडी छ अरू पनि। यसलाई चाहिँ यसरी सिकेचरको मार्फतले यसरी काटेको छु है। अब यो काटिसकेपछि यसले चाहिँ फल दिन्छ। अब यो फल दिन थालिसकेको छ यसको कफीको। यो अर्कोचोटि रोप्नु परेन। यो 15 वर्ष अगाडि रोपिसकेको बिरुवा हो। यसलाई चाहिँ गोडमेल गरेर फेरि फलाउने उसमै छौँ। हेर्नु यसरी फल्न सुरु गरिसकेको छ। यो 15 वर्ष अगाडिको बिरुवा हो मेरो। ल हेर्नु बोर्ड पहिलाको बोर्ड यस्तो भइसकेको छ।
अब यी अर्को आइसकेको छ, वर्षौनी आउँछ साथीहरू यस्तो चाहिँ। यो चाहिँ काटेर फाल्नुपर्छ हामीले योहरू। यति गरिसकेपछि बोट एकदम यसलाई हावा पनि चारै दिशाबाट छिर्ने भयो। मात्र यसको कमी भनेको यहाँ चाहिँ छाहारीको व्यवस्था छैन। छाहारी चाहिँ मैले यसमा हालेको छैन, किनकि यो पुरानो भएको भएर मैले त्यति चासो पनि गरेन यसलाई। ल हेर्न सक्नुहुन्छ, यी सबै दुईवटा मात्र यो 15 वर्ष अगाडि रोपेको बिरुवाहरू रोप्नु सक्यो। यसरी सबै फल्न थालिसकेको छ है। पहिला काटेको बिरुवाहरू यसरी फुटाहरू छ सबै देख्न सक्नुहुन्छ। कति एकचोटि रोपेपछि अर्कोचोटि रोप्नु पनि नपर्ने है, फाइदा यो पनि हो है। तपाईँहरूलाई देखाउन चाहन्छु, यो प्रत्येक बोट सबै उस्तै छ। यो प्रत्येक बोट यो हाँगामा आएको यो पछि पलाएर पछि फेरि यसमा दाना लगाइसकेको छ मेरो चाहिँ अहिले। त्यो प्रत्येक बोट यस्तै छ है। यो सबै उस्तै खालको हो यो। अनि यसमा चाहिँ मैले बुट्टा छिटो पनि रोपिदिएको थिएँ यसमा। प्रत्येक बोर्ड यस्तै हो। अब फेरि अर्को नयाँ बोर्ड कस्तो बोर्ड चाहिँ यो एक्चुअली काट्ने त्यो पनि म देखाउँछु तपाईँहरूलाई। 15 वर्ष अगाडि रोपेको बिरुवाहरू सबै बुट्टा छिटो पनि छ यसो। 15 वर्ष अगाडि रोपेको फुटा यसरी हेर्न सक्नुहुन्छ। यो धेरै वर्ष अगाडि रोपेको बिरुवाहरू अहिले त एकदम सुक्खा भन्छ। ल गाइज, यो चाहिँ सबै यो बिरुवा चाहिँ 15 वर्षभन्दा अगाडिको बिरुवाहरू सबै। यतातिर यो चारैतिर यो सबैतिर यो यता पनि छ, यता पनि छ। यो सबै पहिला योभन्दा 15 वर्ष अगाडि नै रोपेको बिरुवाहरू हो यो सबै। यसमा चाहिँ काटछाट गर्नुपर्छ। यो भर्खरै सबै यो सबै मैले यो सिकेचर र यो हेक्सोको सहायताले काटेको छु। अब यसलाई फेरि यतिकै छोड्ने पनि होइन, यसलाई डढाउनुपर्छ साथीहरू। यो यसमा भित्र यो डाँठभित्र त्यस्तो डाँठभित्र यसमा चाहिँ किरा हुन्छ। जस्तै तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। जस्तै यो सेतो यो पलहरू छ, यो सबै ल है गाइस। अघि मैले कस्तो रुख काट्ने भन्दाखेरि यस्तो हेर्नु है। यो अब यो फल्दैन, यसमा तल आउन खोजिसकेको छ यो तलतिर होइन। अब यसलाई चाहिँ यो तलबाट आएको छ, यसलाई छोडेर यो काट्नुपर्छ। यसरी सुकिसकेको छ, अब यो फल्दैन यसमा। ल हेर्नु, यस्तो रुखै यस्तो भइसक्यो त। यो 15 वर्ष अगाडि रोपेको बिरुवा अब यसले फल्दिन पनि छोड्यो। बिचमा यसमा किरा पर्यो, गबराहरू, सेतो गबरा, रातो गबरा, कत्ले गबरा हुन्छ होइन। अब त्यही गबराहरू चाहिँ यहाँ छिरेर भित्र डाँठ, यो भित्रको डाँठ पुरै खाइसकेको हुन्छ। अनि यो रुख यत्तिकै मऱ्यो। ल यसमा हेर्नु त, फल्न त फलेको नि बिचरा, हेर्नु त, यो फल्न त फलेकै हो, तर भित्र केही छैन, किराले सबै खाइसक्यो। कसरी पाक्नु बिचरा। अब यसलाई चाहिँ फेदैमा यहाँ यतातिर फेदैमा काटेर निकाल्नुपर्ने हुन्छ। किरा चाहिँ यसरी यो धुलो सबै किराले खाएको धुलो हो यो है। यो अब यसमा मैले अब फेरि यसमा अनुसन्धान गर्छु, यो खोज्छौँ यो किरालाई। यस्तो किरा यसरी पाल पारेर यसरी जाँदो रहेछ है गाइस। यो काट्ने रुख कसरी काट्ने भन्दाखेरि यसरी काट्ने हो कफीको रुख चाहिँ। अब जस्तै यहाँ छ, यहाँ अर्को हेर्नु, यहाँ यो पनि पहिला फलेकै बिरुवा हो, यो फलेकै रुख हो, तर अहिले छैन। यो पूर्ण रूपमा पुरै अलिअलि छ, जेन तेन फलिरहेको छ, तै पनि यसले काम गर्दैन हामीलाई। यसलाई चाहिँ काटेर बिचैमा खेतमै काटेर, अब यो काटेर म तपाईँहरूलाई देखाउँछु पछि फेरि है त। यो लस्करै काट्नुपर्ने छ यतातिर, यो धेरै वर्ष अगाडि। किरा हेर्नु त, यसरी निस्किन्छ। यो किरा निस्केको ठाउँ चाहिँ यस्तो पाल हुन्छ हेर्नु। यो धेरै पुरानो भइसक्यो भयो। ल गाइस, मैले चाहिँ यसरी काटेँ है। यो यस्तो छ, सफा छ।
अब यो हाम्रो नयाँ बिरुवा पलाउनको लागि चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि हामीले यसलाई सर्लक्क यसरी पुछिदिने है। यसरी पुछिसकेपछि यसमा सानो यसरी घाउ बनाइदिने कि यसरी सानो यसरी घाउ बनाइदिने अलिकति है। यसमा अलिकति यति गरेपछि अब यहाँबाट आउँछ। अब अर्को अब आउने पलो यो बिरुवा चाहिँ यहाँबाट निस्किन्छ। यहाँबाट निस्किसकेपछि यसलाई पनि थुप्रो निस्किन्छ निस्किन चाहिँ होइन, थुप्रो निस्किन्छ। यसलाई चाहिँ हामी छानी राख्नुपर्ने हुन्छ। अब यो आइसकेपछि मात्रै छानी राख्नुपर्छ यसलाई। बिरुवा यसरी नि यहाँबाट निस्किन्छ। अब यसै गरी अब आउने बिरुवा चाहिँ त्यसरी यसलाई फेरि धेरै निस्किन्छ, यो उसको मात्रामा निस्किन्छ। यसलाई चाहिँ दुईवटा अथवा तिनवटा मात्र राख्नुपर्ने हुन्छ, किनकि यसमा यो डाँठलाई पनि हावा यताउता हावा लाग्नु पऱ्यो, घाम छिर्नु पऱ्यो, यसमा पानी छिर्नु पऱ्यो है। धुम्म भइदियो भने यो भित्र केही पनि छिर्दैन, पानीले पुरै बाहिरै पातले पानी तैरेर बाहिर निस्किन्छ। अनि त्यो भयो भने बिरुवालाई राम्रो पाउनुपर्ने पौष्टिक आहार चाहिँ पाउँदैन। यो भएको हिसाबले यसो गर्नुपर्छ है। ल गाइज, सेतो लार्भा पनि भेटिसकेको छ मैले यहाँभित्र है। उयो यसलाई चाहिँ सेतो लार्भा भन्छ। यो लार्भा भइसकेर चाहिँ यसले खाने हो भित्रको भाग है। यसरी नै त्यो कहाँ गयो, यहाँ आइपुग्यो। यही हो सेतो गबरा चाहिँ है। यस्तै हुन्छ भित्र। ल गाइस, गबरा कस्तो हुन्छ भन्दाखेरि यस्तो हुन्छ कि यसलाई चाहिँ सेतो गबरा हुन्छ। पाल तपाईँले यो ठुटा छोडेर लानुभयो भने झन् धेरै पलाउने रहेछ गाइस त्यसमा है। यो चाहिँ ठुटा हो है, यो ठुटा हो। तर यो ठुटालाई मैले काटेर हेरेको थिएँ। ल हेर्नु त, ऊ यहाँनिर त यो किरै छ, ऊ अझै यहाँनिर पनि किरै छ। यो भित्रको भाग यो पनि किरै हो, यो सबै किरा, यो किरा पालबाट यो दुईवटा निकाल्छु मैले। अर्को कति झऱ्यो त्यहाँ तल अझ झ्यास चिजमा। यसलाई चाहिँ डढाउनै पर्ने रहेछ गाइस है। यो तपाईँले ठुटा भनेर यो मरिसकेको भनेर नछोड्नु होला, किनकि त्यसमा चाहिँ झन् किरा धेरै बस्ने रहेछ। सुकेर बसेको रुखमा चाहिँ किरा धेरै बस्दो रहेछ। यो काटेर पनि राख्न मिल्दैन त्यो बारी छेउछाउतिर, किनभने सुकेको रुखमा झन् धेरै किरा है। यो मैले अवलोकन गरेको कुरा हो। आज चाहिँ मैले त्यस्तो कुराहरू भेटेँ। अरूमा चाहिँ हतपत किरा भेट्दैन थियो, यो सुकेको हाँगामा चाहिँ किरा धेरै भेटेको रहेछ। यसमा पनि पाल यो मैले यही शङ्का लाएरै मैले यो पाल यता यो पाल छ, त्यही शङ्का लाएरै मैले काटेर हेरेको थिएँ है। ल गाइस, यहाँ मैले किरा अर्को निकाल्दैछु। यहाँ यो किरा किरा ल हेर्नु ल ल यही हो हाम्रो दुश्मन, हाम्रो किसानको दुश्मन भनेको यही हो है। यो कति छ नि, यो सबै डढाउनै पर्ने रहेछ। यो सबै